हेलो साथीहरु, नमस्ते। हजुरहरुलाई सरस्वती पी कुकिङ च्यानलमा स्वागत छ। आज चाहिँ म हजुरहरुको साथमा पनिर चिल्लीको रेसिपी लिएर आएको छु। आशा गर्छु हजुरहरुलाई भिडियो मन पर्छ। र पनिर चिल्ली बनाउनको लागि सबैभन्दा फर्स्टमा पनिर, क्याप्सिकम र प्याजलाई मैले काटेर ल्याएको छु र मसिनो गरेर लसुन र अदुवालाई पनि काट्नु पर्छ। र पनिरलाई म्यारिनेट गर्नको लागि सबैभन्दा फर्स्टमा गोलमरिचको धुलो, स्वाद अनुसार नुन, रातो खोर्सानीको धुलोलाई हालेर मज्जाले मिक्स गर्नुपर्छ। सबै सुक्खा मसलालाई मजाले मिक्स गरिसकेपछि चाहिँ मैले यहाँ ठुलो चम्चाको 1 चम्चा मैदालाई पनि हाल्दिनुपर्छ र मैदालाई पनि हालेर मजाले मिक्स गर्नुपर्छ। पनिरमा मैदालाई मजाले कोट गर्नुपर्छ र यतिको भइसकेपछि राखिदिनुपर्छ र कराईमा तेल पनि मजाले तातिसकेको छ र अलिअलि गर्दै सबै पनिरलाई पनि हाल्दिनुपर्छ र पनिरलाई एकपट्टि रातो हुन्जेल फ्राई गरिसकेपछि अर्कोपट्टि पल्टाइदिनुपर्छ र दुईपट्टि नै रातो हुन्जेल पनिरलाई फ्राई गर्नुपर्छ। हेर्नुस् त पनिरलाई पनि दुईपट्टि मजाले मैले यहाँ फ्राई गरेर लिइसकेको छु र यतिको पनिर फ्राई भइसकेपछि निकाल्दिनुपर्छ। पनिर फ्राई गरेर उब्रेकै तेलमा मैले चाहिँ यहाँ काटेर राखेको अदुवा र लसुनलाई हाल्दिनुपर्छ र हल्का रातो हुन्जेल फ्राई गर्नुपर्छ र यतिको रातो भएर फ्राई भइसकेपछि काटेर राखेको प्याजलाई पनि हाल्दिनुपर्छ र क्याप्सिकमलाई पनि हालेर चलाइदिनुपर्छ। प्याज र क्याप्सिकमलाई हल्का फ्राई गरिसकेपछि अलिकति अजिना हाल्दिनुपर्छ, एकदम कम्ती, र स्वाद अनुसार नुन, सानो चम्चाको हाफ चम्चा जति चिनीलाई पनि हाल्दिनुपर्छ र मजाले मिक्स गर्नुपर्छ। रातो खोर्सानीको धुलो ठुलो चम्चाको 1 चम्चा, ठुलो चम्चाको 1 चम्चा टमेटो सस, ठुलो चम्चाको 1 चम्चा चिल्ली सस र सानो चम्चाको हाफ चम्चा जति सोया ससलाई हालेर मजाले मिक्स गर्नुपर्छ। सबै मसला मजाले मिक्स गरिसकेपछि चाहिँ सानो बटुकामा 1 बटुका पानीमा हाफ चम्चा कर्नफ्लावरलाई हालेर मजाले मिक्स गरिदिनुपर्छ र क्याप्सिकम र प्याज भुटेकोमा हालिदिनुपर्छ पानीमा घोलेर र मजाले मिक्स गर्नुपर्छ र मजाले उम्लिनु दिनुपर्छ र यतिको उम्लिसकेपछि माथिबाट फ्राई गरेर राखेको पनिरलाई पनि हाल्दिनुपर्छ र पनिरलाई पनि हालेर मजाले चलाइदिनुपर्छ। र हजुरहरुलाई आजको पनिर चिल्लीको रेसिपी कस्तो लाग्यो प्लिज भनिदिनु होला र मेरो भिडियोलाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु होला र फलो पनि गरिदिनु होला। र सबै मसलाहरू हालेर मजाले मिक्स भइसकेपछि यतिको भयो हाम्रो पनिर चिल्ली र मजाले चलाइदिनुपर्छ र ग्यास अफ गरिदिनुपर्छ। हेर्नुस् त हाम्रो पनिर चिल्ली एकदमै मजाले रेडी भइसकेको छ र हजुरहरुलाई मैले यहाँ सर्भ गरेर पनि देखाइसकेको छु र एकदमै मिठो हुन्छ। रोटी र या भातसँग हजुरहरु खान सक्नुहुन्छ र यसरी बनाएर खानु होला, एकदमै मिठो र टेस्टी बनिन्छ पनिर चिल्ली।